हेलो सम्पूर्णमा स्वागत छ आजको यो मेरो नयाँ भिडियोमा। तपाईहरु जम्मै सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ म पनि एकदम आराम सन्चै कुशलै छु। अनि आज धेरै दिनपछि यो मैले भिडियो बनाइरहेको छु। कस्तो भन्नुहुन्छ भने यो चाहिँ मैले भिडियो बनाउन पाइरहेको थिइनँ आफ्नै व्यस्तताका कारण। अनि आज चाहिँ कस्तो छ भने म आज गाउँघरमै छु, काठमाडौँ थिएँ। काठमाडौँबाट कति 4-5 दिन भयो होला म गाउँ आएको अहिले। अनि गाउँघरमा चाहिँ मौसम पनि एकदम ढुस्सी लागिरहेछ। अनि यतिकै दिनचर्या भइरहेछ। अब भनौँ न बिहान यताउति काम गरौँ अनि बाख्रा साख्रा हेरौँ होइन, अनि त्यतिकै भइरहेछ। अनि म काठमाडौँ चाहिँ किन गएको थिएँ भन्नुहुन्छ भने मैले बाहिरको लागि अप्लाई गरिरहेको थिएँ। कुन देश भन्नुहुन्छ भने गल्फ कन्ट्री कतारको लागि अप्लाई गरिरहेको थिएँ। अनि कतार कति भोलि आज 26 तारिक होला भनेपछि 28 तारिकको मेरो फ्लाइट पनि थियो। फ्लाइट चाहिँ क्यान्सल भएको छ। किन भन्नुहुन्छ भने अहिले इराकले कतारमा अमेरिकन एम्बेसीलाई हान्यो नि त। अनि कति 19वटा बम हानेको थियोमा, अब 19वटामा 18वटा माथि डिस्पोज गर्न सफल भएर अनि एउटा चाहिँ भुइँमै खस्यो। अनि त्यही भुइँमा खस्यो पनि खासै धनजनको क्षति चाहिँ नभएका कारण यस्तो भएन। अनि सो अहिले चाहिँ अस्ति एक दिन भयो चाहिँ प्लेन पनि चलिरहेको थिएन। अनि अहिले पनि प्लेन चाहिँ खासै अस्ति भनेपछि हिजो अस्तिको दिन पनि एउटा प्लेन फर्काइदियो। अनि अहिले पनि खासै चलिरहेको छैन। अनि मेरो पनि टिकट क्यान्सल भइरहेछ। अनि कति मैले गल्फ कन्ट्री मैले वेटर भन्न आएछ, मैले क्लिनरमा गरेँ हो। अब क्लिनरको भनेर गरिसकेको थियो। अब पैसा सैसाहरू पनि अब आफ्नो त खुद थिएन, अब काटेर लगाएको पैसाहरू पनि अब भइसक्यो, ऋणमा हालेको। अब ब्याज बढिरहेछ, यता जान पाएको छैन, कस्तो तनावमै छ होइन, तनाव भइरहेछ। अनि अब आज भन्दै भोलि भन्दै जाने दिन आइरहेको थियो भन्ने हुन्थ्यो होइन। अब एकचोटि घर काठमाडौँ थिएँ, काठमाडौँबाट घरतिर आउन भनेर कति म 21 तारिक आएको थिएँ होला सायद घरतिर। आज 26 तारिक हो। अनि आज म आएको 5 दिन पुरा भइसकेछ। अनि 5 दिनमा आज चाहिँ भिडियो बनाइ कस्तो अब खासै उ त थिएन भिडियो बनाउन भनेर यो भिडियो चाहिँ बनाएको हो होइन। अब तपाईँहरूलाई कस्तो लाग्छ, अब युद्ध भइरहेको हुन्छ हुँदैन केही टुङ्गो पनि छैन। अब मेरो फ्लाइट पनि कहिले हुन्छ त्यो पनि केही टुङ्गो छैन होइन। अब त्यही अब गाउँघरतिर अब यस्तै छ, यतिकै चलिरहेछ भनौँ न। सो यति भन्दै अब यति नै भन्नको लागि म आएको भिडियोमा होइन। म पनि यो युद्ध रोकियोस्, अब जान पाइयोस् होइन। अब नेपालमा बसेर पनि केही नै पो गर्न सकेर केही उ छैन। अब